हेलो गुड मर्निङ। गुड आज मर्निङ चाहिँ गुड हाम्रो मर्निङ साथी गुड मर्निङ आज चाहिँ हाम्रो डे 2 डे 3 साथी घरबाट निस्केको डे 3 तर यहाँ हलिडे स्पटमा आएको चाहिँ डे 2 अनि हामी चाहिँ भर्खरै होटलबाट चेकआउट भएर निस्कियौँ बाहिर। अब पेट पूजा गर्नु पऱ्यो होइन, अनि पेट पूजा गरेर हामी फेरि जान्छौँ यसो राउन्ड लगाउनलाई वरपर के कसो रहेछ, अनि त्यसपछि घरतिर जान्छौँ होला के हो। ल साथीहरू ब्रेकफास्ट गरेर हामी चाहिँ अब बिचमा जाँदैछौँ है नि त। अब हामी घुम्न जाँदैछौँ, घुम्न होइन पौडी खेल्न जाँदैछौँ। हेरौँ त्यहाँ पुगेपछि कस्तो हुन्छ। कस्तो हुन्छ र पौडी होइन खेल्न जाडो गएपछि? पानी चिसो भयो भने त खेलिन्न नि त। खेलिन्छ नि यहाँ वहाँबाट आएछ जबरजस्ती नै खेलिन्छ। ल बाटो फेरि टक्क यस्तो छ यहाँ। ल बाटो यस्तो छ ठ्याक्कै नेपालमा मन्दिरहरूतिर जाने जस्तो छ। हाम्रो बिहे भएको मन्दिर भद्रकाली मन्दिर जस्तो। सबै मन्दिर यस्तै त, सबै मन्दिरमा फोटो भरेको हुन्छ तर बिहे गरेको होला स्पेसल भयो नि त होइन। हाम्रो घर भयो त्यो भाउनुबाजेले ल घर मानेर म मन्दिरबाट बेहुली लिन जाँदैछु भन्नुभएको थियो त। हामी चाहिँ स्विमिङ गर्ने ठाउँ खोज्दै हिँडिरहेको छौँ होइन। यस्तो घरहरू रहेछन् टक्क लाएर। यो बस्नलाई होला होइन बेलुका हामीले त पाइएन त, यो बिजी रहेछ क्या। अनि हिजो त आज गरेर पाइन्छ। मान्छेहरू यसो स्विमिङ गरिरहन् होइन। एकदम रमाइलो रहेछ होइन ठाउँ त होइन। साह्रै रमाइलो रहेछ। ल घुम्न आउनको लागि चाहिँ एकदम राम्रो छ यो ठाउँ। अब हामी चाहिँ उता पारि जान पर्छ। राम्रो रहेछ हिँड्ने बाटो नि राम्रो काठको रहेछ सबै। हामी चाहिँ अझै हिँड्दै नै छौँ, कति धेरै लगायो होला डुल्दैछौँ हामी अझै पनि। घरहरू होटेलहरू राम्रो कस्तो राम्रो होटल, यो चाहिँ मलाई मन पर्यो है। कस्तो दामी के बाल्कनी छ, बाहिर बस्यो टक्क हेऱ्यो, पौडी खेल्न मन लाग्यो तल झरेर यहाँ गएर पौडी खेल्यो होइन त। हामी चाहिँ स्टिल हिँड्दै नै छौँ। पहिला डुल्ने अनि बल्ल नुहाउने भन्ने कुरा भयो हाम्रो, अनि त्यही भएर हामी यहाँ डुल्दै यताउता हेर्दै बुझ्दै छौँ। अनि अब चाहिँ नुहाउने ठाउँ खोजेर चट्टा लाएर स्विमिङ गर्छौँ। मलाई त स्विमिङ आउँदैन, साथीले नोबारबी के भने हैरान तर मान्छेले टेन्ट हाल्छ। अन्त नि
डान्स प्रोग्राम हुँदो रहेछ। डान्स हुन्छ कि भनेको भएन है नि त, हामीले हेरेपछि भएन कि। यो ठाउँ चाहिँ पहिला ट्रेन स्टेसन रहेछ। वाउ कस्तो दामी कि है। रमाइलो रहेछ, एकदमै रमाइलो। रमाइलो भयो यसपालिको। नेपालमा बिहे घरमा झुन्डाए जस्तो सुतायो। तपाईँहरू यहीँ युकेमा हुनुहुन्छ भने एकचोटि चाहिँ अवश्य पनि घुम्न आउनु होला यो ठाउँमा। अगाडि अगाडि हिँड्दै हुनुहुन्छ यसरी। हिजो हिँडेको बाटो हिजो यहाँ पानी थिएन, आज त टन्नै पानी भइसकेछ। हिजोको घरि Jam, ini. Too expensive to move them, my babe. Saturday morning. Very busy, sir. This is the sea lake. Tá pra onde isso? Tá lá. Tá pra lá. Tem que pegar a localização, mas vocês vão lá. पानी चाहिँ अलिक फोहोर जस्तो रहेछ कि यतातिर। प्रोग्राम हुने रहेछ होइन त। हामीले यस्तो भयो साथी हो, छुट्टी कता हो कि पसलहरू रहेछन् यहाँ टक्क लाएर। Try to make me change my mind and stay over. Never did much talking. Anyway, don't think twice. So long, honey, baby.
अहिले गर्मी एकदमै गर्मी भइरहेको छ। जताततै भिडभाड छ। कता हो त पानी किन्ने? बियर किन्ने ठाउँ मात्रै छ यहाँ, पानी किन्ने छैन। साइकलहरू यो साइकल यात्रा गर्नेहरू होला होइन। ल अब हामी पानी खेल्नलाई रेडी। साथी यता रेडी। वाउ, कस्तो राम्रो, कस्तो मजा। हराउँछ होला होइन? यही आउँछ क्या पानी। वा, कस्तो शीतल भयो है। सबै रुजाइदियो यार। साथी यहाँ पौडी खेल्दै हुनुहुन्छ। यता आऊ, यता आऊ। वाह, स्विमिङ गर्न आउने भने कति मजा हुन्छ। मलाई आउँदैन। मजा भयो। आऊ यता, आऊ यता आऊ। म यही साइडमा बस्दा बस्दै म पुरै रुचिसक्छु। आऊ उता नजाऊ, धेरै धेरै उता नजाऊ के। ठुलो छालहरू आयो त अन्त।
तिमी खेल नि त एकछिन अब एकछिन सुत्ने हो नि पानी खेलिसकेपछि अब घर जाम धेरै ढिलो भइसक्यो भनेर हामी पहिला खाजा खाएर अनि घरतिर जाने निर्णय गऱ्यौँ। फेरि गयौँ हामी अर्को नेपाली रेस्टुरेन्टमा। फेरि उसको फेभरेट चाउमिन आइसिद्यो अनि मैले चाहिँ फ्राइड राइस मगाएँ। ल हामी खाजासाजा खाइयो त्यसपछि अब जाँदैछौँ साथीले यहाँ A1मा प्र्याक्टिस भइरह A1 होइन हौ के हो त मोटरवे A1 त हाम्रो ग्रान्थमतिर गएको A1 अब हाम्रो बर्थडे सकियो बर्थडे स्पेसल भयो अब घर गएर भोलि बर्थडे भयो नि ल अब फेरि कति 3 घन्टा 3.5 घन्टाको बाटो छ गीत सुन्दै हिँड्दैछौँ हामीहरू हामी चाहिँ मेरो बहिनीको गीत सुन्दै यात्रा गर्दैछौँ साथी हो। अब लगभग घरको नजिक पनि पुग्न थाल्यो। 57 मिनटमा चाहिँ हामी घरमा पुग्छौँ है। ल साथी हो यहाँ चाहिँ 8 बज्यो लगभग 8:30 जस्तो भयो। अझै घामहरू लागिरहेको छ भनेको घाम ठ्याक्क छेक्ने बेलामा आएर भिडियो बनाइएको कि बनाइयो। अब हामी लगभग 20 मिनटमा घरमा पुगिन्छ। त्यसपछि आजको प्रोग्राम के छ बारबिक्यू गर्ने प्रोग्राम छ फेरि घरमा गएर। यसपालिको छुट्टी गजबै रमाइलो भयो हाम्रो। यो थिएन पहिला पुरा माथि गाई छ तल सरर दुध। हामी चाहिँ घर पुगिसक्यौँ अहिले। घर पुगेर पनि बारबिक्यू स्टार्ट भइसक्यो। यहाँ बारबिक्यू मास्टरले बर्थडे स्टिल गोइङ अन। यता दुईतिर चाहिँ खोलिसकेँ मैले। चिठी पढ्नु पर्दैन त चिठी कसले लेखेको चिठी हो र मनिषले लेखेको जस्तो गरेर May you always capture the most precious memory that you create in this frame. May it always be filled with joyful moments, unforgettable adventures, and the people you love and care most. Wishing you happiest birthday, Sathi, from Manish and Sujata. Hope you have a great day. Thank you. Thank you. Manish ले लेखेको जस्तो गरेर फर्स्टमा मनिषको नाम आएर जसले लेख्छ त्यसले आफ्नो नाम फर्स्टमा लेख्छ हो हो के हो भनेर जसले लेख्छ आफ्नो नाम फर्स्टमा लेख्छ त्यसलाई पट गरेर मिलिहाल्छ नि। मैले बुझिसकेँ यो म्याक्स। अनि मैले मेरो साथीहरूको गिफ्ट पनि पाएँ। म चाहिँ एकदमै खुसी छु। मलाई एकदमै मन पर्यो यो गिफ्ट चाहिँ। अब यसमा चाहिँ मलाई मन परेको फोटोहरू राखेर अनि सधैँ देखिन्छ नि त त्यहाँ डिस्प्ले भइरहेको छ। एकदमै मन पर्यो मलाई गिफ्ट चाहिँ।
अनि त्यसपछि हामीले केक काट्यौँ किनकि घरमा चाहिँ बर्थडे सेलिब्रेट गरिसकेको थिएन। अनि नेपालको डेट र यहाँको डेट चाहिँ फरक भएको भएर 2 दिन भयो मेरो बर्थडे चाहिँ। अनि घरमा आएर पनि फेरि हामीले केक काट्यौँ। यो चाहिँ थियो बर्थडेको डेकोरेसन। अनि यहाँ चाहिँ हाम्रो फोटो फ्रेमहरू थियो। अनि त्यसपछि मेरो हस्बेन्डले दिनुभएको बर्थडे कार्ड अनि यो साथीको गिफ्ट। अनि यसरी चाहिँ हामीले सिम्पल वेमा आफ्नो बर्थडे सेलिब्रेट गऱ्यौँ। अनि बर्थडे सेलिब्रेट गरिसकेपछि चाहिँ हाम्रो फर्स्ट एभर क्यान्डल लाइट डिनर गऱ्यौँ हामीले। यो चाहिँ एकदमै अनएक्सपेक्टेड थियो। यो चाहिँ सबै मनोजको आइडिया थियो। सो एकछिन भए पनि हामीले वी टाइम स्पेन्ड गऱ्यौँ, गफसफ गऱ्यौँ। सो दिस इज हाउ आई सेलिब्रेट माई बर्थडे दिस इयर। एकदमै रमाइलो भयो। आजको लागि यति नै। होप यु गाइज लाइक आवर भिडियो। थ्याङ्क यू फर वाचिङ। बाई बाई। Now we will see you on our next video. Bye.